सम्पूर्णमा हार्दिक नमस्कार। म निशा नेपाने थापा फेरि पनि नयाँ भिडियो लिएर म तपाईहरुमा आइसकेको छु। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चो छु। आज चाहिँ घाम हिजो 2 दिन एकदमै घाम चर्केको छ। आज चाहिँ घाम पनि मन्द लागिरहेको छ, देख्न सक्नुहुन्छ। मलाई चाहिँ हल्का जाडो पनि भइरहेको छ र पनि मैले ज्याकेट लगाएको छुइनँ। मैले अगाडिको भिडियोमा चाहिँ तपाईहरुलाई मैले बिरुवा रोप्ने ठाउँ बनाएको भिडियो अपलोड गरेको थिएँ हैन। आज चाहिँ हामी त्यही ठाउँमा बिरुवा रोप्न जाँदै छौं। हाम्रो बिरुवा चाहिँ यहाँ यस्तो छ। उहाँ हुनुहुन्छ मिस्टर अभिषेक थापाजी। उखाल्दै छौं है, बिरुवा उखाल्दै छौं। हामी चाहिँ आज हाम्रो बिरुवा रोप्ने दिन छ। एकदमै राम्रो बिरुवा आएको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। दामी छ, दामी हैन बिरुवाहरु। साथीहरु, हाम्रो चाहिँ 3टा ड्याङमा बिरुवा थियो। अहिलेसम्म यति उखाल्दा चाहिँ हामीले 1600 उखालिसक्यौं। यसरी क्यारेटमा हालेर हामीले बिरुवा लग्ने भनेको थियौं। फेरि यसो गर्दैछौं। उहाँ चाहिँ गर्दै हुनुहुन्छ, भुल्लिँदै गन्दै गर्दैछौं हामी चाहिँ हैन। त्यहाँनिर एक ड्याङ चाहिँ एकदम सानो सानो छ। यो चाहिँ हाम्रो 2 ड्याङ ठुलो ठुलो छ। हामीले अहिलेसम्म यति उखाल्दा चाहिँ 1600 बिरुवा उखालिसक्यौं। बिरुवा उखालिसकेपछि मात्र तपाईहरुलाई भिडियोमा आउँछु, किनभने मलाई बिरुवा उखाल्न ढिलो भएको छ। हामीले चाहिँ बिरुवा उखालेर सकिसकेको छौं। यो 2 ड्याङमा चाहिँ 4600 बिरुवा आएको छ। अब यसलाई हामी अस्ति बनाएको ठाउँ खोला तपाईलाई थाहा नै छ हैन। त्यो ठाउँमा लगेर टक्क रोप्छौं। परालीमा भिजाउँदै छु मैले यी बान्नको लागि। धेर कष्ट भने चाहिँ त्यो बिरुवा भाँचिन्छ है। त्यस्तो कसैको अरिलो बिरुवा भाँचिहाल्छ। 2 क्यारेट र बोरा बोरामा हामीले हालेको छौं यसरी। हामी चाहिँ बिरुवा रोप्न हिँडिसकेको छौं। हाम्रो साथमा हुनुहुन्छ रेशमा दिदी अनि ठुलो बुवा पनि हुनुहुन्छ। अङ्कल चाहिँ अब ड्राइभिङ गर्दै हुन्छ, अगाडि हेरेर गर्ने अङ्कल। बिरुवा चाहिँ टन्नै भएको छ यहाँ। यहाँ हाम्रो टमटर बिरुवा रोप्न जाँदैछौँ। यता टमटर टिप्न बितिरहेको। हामी चाहिँ बारीमा आइसकेको छौँ। हाम्रो यहाँदेखि उँधो यो जते जातिमा बिरुवा रोप्नुपर्ने उहाँ फोन गर्दै हुनुहुन्छ। बिरुवा लिएर आइसक्यौँ। चिया पनि छ है हामीसँग आज चाहिँ, स्पेसल चिया। रेशमा दिदी अनि म यहाँ छु। कस्तोमा हाल्ने? डाँडीमा हाल्ने होला नि। हो ल, अब बिरुवा रोप्न थाल्यौँ। तर बिरुवा रोपेको बिचमा अलिकति तपाईहरुलाई अपडेट गराउनेछु। त्यसपछि लास्टमा सकेपछि मात्र, किनभने मैले काम पनि गर्नुपर्छ। अहिले चाहिँ यतिमै टुम्याम। हामीले चाहिँ त्यो गराएर यो गराएर 2टा सकिसक्यौँ। त्यसपछि तल्लो थाल्दैछौँ। चिया पनि खाइसक्यौँ। अस्ति पनि खाजा खाए पछाडि मैले तपाईहरुलाई भिडियो देखाएको थिएँ। आज पनि चिया पनि खाइसक्यौँ। यहाँ हाम्रो खेताला को हुनुहुन्छ भनेर तपाईहरुले चिन्नु पर्ने हुन्छ। चिन्नुहोस्, यहाँ को खेताला हुन्छ। झन्डै लडे खेताला को हुनुहुन्छ हेर्नुहोस्। यहाँ राख्नु पर्यो यसलाई चाहिँ। सुपारी भनेस् त जनताहरू त अनि अर्जुन गयो, उहाँ पुगो देखिँदैन। सुपारी ल्याइदियो अरे गयो धन्न। थ्याङ्क यू। थ्याङ्क यू को रिप्लाई पनि छैन हौ। वाउ, अर्जुन उहाँ पुगौ। यत्रो बेर सघाए पो त हौ धन्न। धन्यवाद मेरो भाइ, धेरै धेरै धन्यवाद। अब हाम्रो एउटा गरा मात्र बाँकी छ। बिरुवा चाहिँ यत्रो उब्रेको छ। बिरुवा धेर हुने हो कि बढीले बिरुवा लगाइराख्नु भएको छ, रोप्न सघाइराख्नु भएको छ। म पनि बिरुवै हाल्दै थिएँ। अहिले चाहिँ भिडियो गर्दैछु। यत्रो रोपिसकेर किन कम्ती कम्ती भिडियो हालेको भन्नुहुन्छ होला। काम पनि त गर्नु पर्यो होइन। त्यही काम गर्दा गर्दै भिडियो बनाउनै भ्याइन। हामीले ल्याएको 4600 बिरुवाले चाहिँ थोरै 300 जति ढाकेन। आज चाहिँ हामी अब घर बिरुवा ल्याउन टाढा छ नि त, त्यो भएकोले घरैतिर जान
खोजिरहेका छौँ सबैजना। साँझ पनि पर्यो, रात पर्यो। सहयोग गरिदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। हेर्नुहोस् न, रातै परिसक्यो, जमक्क भइसक्यो। यति ठाउँ चाहिँ ढाकेन बिरुवाले। अब चाहिँ हामी सरसर घर जान चाहन्छौँ, सरसरै घर जान्छौँ। हामीले अटोमा आएको, तपाईँलाई थाहा नै छ, अटोमा आएको थियौँ। त्यो भएकोले सरसर घर जाने हो हामी। मैले आज भिडियोमा एउटा कृषकले गर्ने काम कसरी गरिन्छ होइन, कसरी रोपिन्छ, मभन्दा धेरै तपाईँहरू अब अलिकति अगाडिको व्यक्ति हुनुहुन्छ, जसले हेर्दै हुन्छ जान्ने भई बाठी भई नभनिकन हामीले चाहिँ यसरी अगाडि पनि ठाउँ बनाएर यसरी बिरुवा रोप्यौँ भनेर चाहिँ देखाएको छु। 40 बिरुवा उखेलेको नि हजुरहरूलाई मैले अवगत गराइसकेको थिएँ र कति ठाउँ ढाएको पनि मैले तपाईँहरूलाई देखाएको छु। अब चाहिँ हामी सरसर घरैतिर जान लागिरहेका छौँ। मैले भिडियोमा हाम्रो गाउँको ग्रामीण क्षेत्रमा गर्ने खेती किसानी तरिकाको भिडियो राखेको छु होइन। टमाटरको बिरुवा हो यो, हामीले रोपेको छौँ। यसले कसरी आम्दानी दिन्छ, कसरी फल्छ फुल्छ, यसलाई के गर्नुपर्छ म अगाडिको भिडियोहरूमा पनि ल्याउँदै गर्छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मैले चाहिँ सुपारी खाएको छु होइन। झापाली हो, झापामा सुपारी हुन्छ। सुपारीको फेदमा पुगेर बसेर सुपारी नखाने त कुरो भएन होइन। यता मिस्टर थापा पनि आइसक्नु भएको छ। अब चाहिँ हामी घर जान लागिरहेको छौँ। हामी गयौँ, बाई। किप वाचिङ। मलाई जिस्काउनु हुँदैछ, किप वाचिङ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अगाडि पनि यसरी नै माया साथ सपोर्ट सहयोग गरिदिनु होला। सेयर सब्सक्राइब कपी लिङ्क गर्न चाहिँ नबिर्सिनु होला। कमेन्टहरू पनि गरिदिनु होला। यसरी नै सधैँ माया गरिदिनु होला भन्दै आजको भिडियोलाई चाहिँ म यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।